दाजुभाइजीले सुरु गर्नुभएको नागरिक बचाउ अभियान प्रति हजुरहरूको धारणा के छ? हामी राम्रो लाग्छ, धेरै बचाउने राम्रो हुन्छ। हजुर, राजा आउनु पर्यो यो देशमा है, हामीलाई राजा चाहियो, त्यही हो हाम्रो पनि हक अधिकार। राजा आउनु भयो भने हामीले पनि पाउँछौँ, त्यही हो हामीले भन्ने। हजुर, हुन्छ। यो निमन्त्रणा पत्र सबैजना उपस्थित आइदिनु होला, सत्यको लागि सबैजना लडौँ हैन, सत्यको लागि नलडौँ। राजालाई बोलायो, राजालाई बचाऊ है। हाम्रो देशलाई एउटा राजाको जरुरत छ, राजा राम्रो भयो नि राम्रो छ, हामीहरू पनि हक पाउने हो र है। हामीहरूलाई सबैजना समान बाँच्न अधिकार होस्, हामीलाई पनि सबैजनालाई हामीहरू त किनेर बाबु, हामी त हेला पनि पाएको छौँ। दाजुभाइ दिदीबहिनीको सम्बन्ध सधैँ पनि रहिरहोस् हैन। हामीहरू त केटी मान्छे हेला गरिरहेको छ, अब बस्न दिनलाई गाह्रो गरिरहेको छ। हामीहरू किनेर हो, हामीहरू कता बसेर खाने, हामी त त्यसैले राजा मगाउनुहोस्, हामीहरूले अधिकार पनि देऊ, हामीहरू पनि कमाएर खानु पाउँछ।